हेलो हेलो नमस्ते सम्पूर्ण साथीहरुमा हिउँ परेको अवस्थामा ड्युटी बल्ल सक्यो पुरै यो चाहिँ कम्पनीबाट बाहिर निस्किँदा पुरै हिउँको वर्षा यस्तो छ है रमाइलो अवस्था हैन कस्तो छ त रमाइलो अवस्था भन्छ त हिउँ परे अवस्था त खासमा त कस्तो छ त हिउँ पर्दा कस्तो लाग्दैछ हजुर बिजोग रमाइलो बिजोग छ है बिजोग रमाइलो यस्तो छ है यता साथीहरु पुरै चलेको छन् हिउँमा यी रमाइलो गर्दैछन् डाङडाङ डुङडुङ हिउँ बस्त परिरहेको छ भने त ल कस्तो लाग्दैछ त भाइ अनि हिउँ परेकोमा ए बबाल कता कता रमाइलो कि यहाँ रमाइलो छ कता राम्रो कि यहाँ राम्रो कता रमाइलो भने क्या क्रोएसिया भने क्रोएसिया हो नि भाइ खतरा छ है ओ भाइले अर्कोले ठोकेर सक्यो यार नठोक न यार केटा हो ठोक्या हो त नि झन् भिडियोमा राम्रो ल त्यस्तो छ है यहाँ चाहिँ अवस्था केटाहरू खेल्नेमा हल्का व्यस्तै छन् ड्युटी नि बेलैमा सक्यो ओ ए यस्तो छ है ल है केटाहरू आम्मा यति छ है केटाहरू रातिको समयमा नि हिउँ परिरहेको छ टक्क हेर्नुहोस् यहाँ पुरै हिउँको बाबर भइसकेको छ यति बसेको छ अहिले चाहिँ रातिको 8 बजिसकेको छ अवस्था हेर्न सक्नुहुन्छ सम्पूर्णले पुरै के भएर हो जाडो भएर हो ज्याकेट लगाएको छु टक्कै ठुलो केटाहरूले ठोक्दैछन् को गाडी आयो भने ल अब रुमतिर कुद्ने बेला भयो गाडीमा चिसो चिसो अवस्था ओ गाडी आउँदैछ पर केटाहरू कुदेको छन् दिदी बसे केटाहरू कुदेको छन् हिउँमा मस्त लाएर हामी चाहिँ यतातिर हेलो हेलो नमस्ते सम्पूर्ण साथीहरुमा हिउँ परेको अवस्थामा ड्युटी बल्ल सक्यो पुरै यो चाहिँ कम्पनीबाट बाहिर निस्किँदा पुरै हिउँको वर्षा यस्तो छ है रमाइलो अवस्था हैन कस्तो छ त रमाइलो अवस्था भन्छ त हिउँ परे अवस्था त खासमा त कस्तो छ त हिउँ पर्दा कस्तो लाग्दैछ हजुर बिजोग रमाइलो बिजोग छ है बिजोग रमाइलो त्यस्तो छ है यता साथीहरु पुरै चलेको छन् हिउँमा यी रमाइलो गर्दैछन् डाङडाङ डुङडुङ हिउँ बस्त परिरहेको छ त्यही भने त ल कस्तो लाग्दैछ त भाइ अनि हिउँ परेकोमा ए बबाल कता कता रमाइलो कि यहाँ रमाइलो छ कता राम्रो कि यहाँ राम्रो कता रमाइलो भने क्या क्रोएसिया भने क्रोएसिया हो नि भाइ खतरा छ है ओ भाइले अर्कोले ठोकेर सक्यो यार नठोक न यार केटा हो ठोक्या हो त नि झन् भिडियोमा राम्रो ल त्यस्तो छ है यहाँ चाहिँ अवस्था केटाहरू खेल्नेमा हल्का व्यस्तै छन् ड्युटी नि बेलैमा सक्यो ओ ए यस्तो छ है ल है